नमस्कार सम्पूर्णमा। फेसबुकमा तपाईको पनि पहिले धेरै इन्कम भएको थियो, तर अहिले भने इन्कम कम भएको छ। इन्कम भएको पैसा कहाँ गयो र के भयो भनेर आजको भिडियोमा पुरा जानकारी दिनेछु र तपाईको टोटल अर्निङ कति भएको छ, कहाँ हेर्ने, कसरी हेर्ने भनेर आजको भिडियोमा पुरा जानकारी दिनेछु। यस्तै अन्य महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर जोडिराख्नु होला। अब ढिला नगरिकन जाउँ विषयवस्तुमा। प्रथममा तपाईले आफ्नो मोबाइलमा रहेको फेसबुक एपलाई ओपन गर्नु होला। फेसबुक एपलाई ओपन गरिसकेपछि तपाईले आफ्नो प्रोफाइललाई ओपन गर्नु होला। प्रोफाइललाई ओपन गरिसकेपछि तपाईमा यस्तो इन्टरफेस खुलेर आउनेछ। यहाँनिर तपाईले डैशबोर्ड भन्ने अप्सन पाउनुहुनेछ, यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि तपाईमा अर्को इन्टरफेस यसरी खुलेर आउनेछ। यहाँनिर तपाईले आफ्नो टोटल इन्कमलाई हेर्नको लागि मोनिटाइज भन्ने अप्सन पाउनुहुनेछ माथि राइट साइडमा लास्टमा, त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि अब यहाँनिर तपाईमा यस्तो इन्टरफेस खुलेर आउनेछ र यहाँनिर 1 मार्चदेखि 10 मार्च देखाएको छ। यो लास्ट मन्थको मात्रै अर्निङ हो। त्यसैले तपाईले टोटल कमाएको अर्निङ हेर्नको लागि सी अल भनेर यहाँ प्लस छ नि माथि राइट साइडमा, त्यसको तल सी अल भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। यसमा तपाईले क्लिक गरिसकेपछि तपाईले आफ्नो मोबाइलमा जहिले प्रोफेसनल डैशबोर्ड ओपन गर्नु भएको थियो अथवा तपाईको अर्निङ स्टार्ट भएको थियो, त्यहाँदेखिको सम्पूर्ण अर्निङ कति भएको छ र तपाईले कति पैसा कमाइसक्नु भएको छ भनेर यहाँनिर हेर्न सक्नुहुनेछ। इक्जाम्पलको लागि मैले 2024 मा मेरो भने यहाँ यो प्रोफाइलबाट पैसा इन्कम भएको छैन। यहाँनिर 2024 मा कुनै इन्कम देखाएको छैन। त्यसैगरी 2025 मा हेरौँ। 2025 मा पनि यहाँनिर जनवरी, फेब्रुअरी, मार्च यसरी तपाईले सम्पूर्ण डिटेल्स यहाँनिर हेर्न सक्नुहुनेछ, जनवरीदेखि डिसेम्बरसम्मको। त्यसैगरी 26 को हेर्न चाहनुहुन्छ भने 2026 मा क्लिक गर्नु होला। यसरी तपाईले आफ्नो जुन इन्कम हो, टोटल इन्कम, यसरी सजिलै हेर्न सक्नुहुनेछ। तपाईले आत्तिनुपर्ने कुरा केही छैन। तपाईको यहाँनिर जुन इन्कम देखाउँछ नि, यो यसमा तपाईको लास्ट 28 डेज अथवा 1 महिनाको मात्रै तपाईको इन्कम देखाउने भएका कारण तपाईको पुरानो इन्कम ब्याक भएर तपाईको नदेखिने मात्रै भएको हो। तपाईको पैसा कतै काटिएको छैन, तपाईको पैसा कतै गएको छैन। यसरी सजिलै तपाईले आफ्नो इन्कमलाई कति इन्कम भएको छ र कहाँ छ भनेर सजिलै हेर्न सक्नुहुनेछ। जानकारी कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला। यस्तै अन्य महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर जोडिराख्नु होला। हस्त, धन्यवाद।